हेलो गुड मर्निङ साथीहरू। आज हामी जाँदैछौँ काठमाडौँमा रहेको पशुपति मन्दिर र पशुपति मन्दिर गइरहने क्रममा चाहिँ यहाँ बाटोमा एउटा सानो घटना घट्यो। सुनिदिनु है त्यहाँ के भन्नु। यो शब्द चाहिँ त्यति बेला हामीले याद गरेको थिएनौँ है। जब यो भिडियो हेर्दै गएपछि पछि याद गर्दाखेरि अनि कस्तो हाँस उठ्यो कि अब हामी फाइनली गाइस मन्दिर पुगिसकेको छौँ। मन्दिरमा चाहिँ एकदमै भिड थियो र यो भिडियो चाहिँ म के भन्न चाहन्छु भने यो भिडियो चाहिँ एकदमै ढिलो पोस्ट गरेको छु मैले होइन। यो निकै अगाडिको भिडियो र मैले यहाँ हेर्दै जाँदाखेरि यहाँ मेरो ड्राफ्टमा परिरहेको रहेछ अनि त्यही भएर चाहिँ मलाई पोस्ट गर्न मन लाग्यो। सो यो चाहिँ यति बेलाको भिडियो गाइस। तपाईँले थाहा पाइसक्नु भएको छ जब हामी नेपाल आएको थियो 2 वर्षपछि यतिखेर चाहिँ हामी मन्दिर दर्शन गर्ने भनेर गएको थियौँ अनि पूजा पनि गरौँ भनेर पूजाको सामानहरू पनि किनेको थियौँ। अनि सो हामी यो पूजा गरिसकेर मन्दिर गइसकेपछि हामी घर फर्केको थियौँ धरान। सो धरानमा गएर दिएको फ्यामिलीलाई दिएको सरप्राइजहरू सबै मैले राखिसकेको छु। निकै अगाडिको भिडियोमा हेर्न सक्नुहुन्छ। यहाँनिर बसेर यो दृश्य हेर्दा चाहिँ एकदमै के छ र जिन्दगी जस्तो लाग्ने है गाइस। यो पशुपति मन्दिरको डाँडामा गएर त्यो दृश्य देख्दा चाहिँ एकदमै मन भारी भएर आउने के। अनि अब मन्दिर चाहिँ अब यस्तै छ, तपाईँहरूलाई थाहा छँदैछ, सबैजना घुमि पनि सक्नु भएको छ। यो मन्दिर एकदमै रमाइलो मन आनन्द हुने है। यहाँ धेरै रूपहरूको बाबाजीहरू देख्न सकिन्छ। यहाँ मान्छेहरूको फोटो खिच्ने भिडहरू त्यत्तिकै छ। अनि साथी मङ्कीले चाहिँ यस्तो डर लाग्यो कि मलाई अब मङ्कीदेखि चाहिँ आमामा जे खायो कि अगाडि आएर बसिदिने तान्दिने है कुद्ने वाउ। अनि यसरी हामी चाहिँ साइडमा चाहिँ चिया खाएर बसिरहेको बेला चाहिँ यो पशुपतिमा उडेको यो परेवाको क्या फन्को हेर्नु न यस्तो मजाले राउन्ड लाउने क्या यो फन्को। मलाई चाहिँ एकदमै मन पर्यो है यो परेवाको यसरी पशुपति मन्दिरमा यसरी राउन्ड लगाइरहेको देख्दा चाहिँ अचम्म पनि लाग्यो है। अनि ठक्क मन्दिर वरिपरि मात्र घुम्ने के। अनि बिहानको मौसममा चाहिँ एकदमै रमाइलो भइरहेको थियो। अनि म चाहिँ यो दृश्य जति हेरे पनि क्या हेरिरहँ जस्तो अनि आफू पनि हेरिराख्ने अनि फोटो पनि लिइराख्ने। म चाहिँ फोटो भिडियोको एकदमै क्रेजी छु नि त। तपाईँहरूले थाहा पाइ पनि सक्नुभयो होला मेरो डेली ब्लग हेर्नुहुने मेरा प्यारा प्यारा साथीहरूले म कति फोटो भिडियो खिच्छु भनेर होइन। अनि यो पशुपतिको एरियाको यो डाँडादेखि देखिने भिडियो चाहिँ मलाई एकदमै मनपर्छ। सो मैले चाहिँ एकदमै लामो भिडियो लिएँ। त्यसपछि चाहिँ कति भ्यूको म त लिनु हामी पनि खिच्छौँ एउटा टिकटक बनाऊँ भनेर। अनि मैले चाहिँ एउटा टिकटक पनि बनाएको छु है। यसो यो गीत चाहिँ कुन थियो भन्नुहुन्छ भने आफ्नै गाउँ फर्की आए नयाँ नयाँ सपना ल्याए भन्यो। थ्याङ्क यू फर वाचिङ गाइज।